सम्माननीय प्रधानमन्त्रीज्यू, तपाई डराउनु भएको हो भने नवीन सम्झौतामा आउनुस्, राजा सहितको प्रजातन्त्र घोषणा गर्नुस्, त्यसपछि मात्र हामी घर जान्छौँ। यस्तो हालतका बावजुद पनि कि त हामी सबैले देश छोडेर विदेश जान पर्यो, होइन भने यिनीहरूका विरुद्धमा धावा बोल्नु पर्यो, प्रहरीले साथ दिनु पर्यो, यहाँ अर्को विकल्प आउँछ। यो आन्दोलन रोकिँदैन, यो झन् रात दिन 2 गुना रात 4 गुनाका साथ पर्छ यो आन्दोलन। यसका साथ तपाईहरु तयार हो? तयार हो? जनताले जिताएको हो केपी ओलीलाई प्रधानमन्त्री, आफै भएको, आफै संविधान लेखेको, आफै प्रधानमन्त्री भएको, जनताले बनाएको हो। प्रधानमन्त्रीज्यू डराए मुखले होइन, तपाई डराउनु भएको हो भने नवीन सम्झौतामा आउनुस्, सम्झौता गर्नुस्, तपाईलाई पनि यो देशमा राजनीति गर्ने छुट हुन्छ। होइन यो आन्दोलनलाई दमन गरेर सक्छु भन्नुभयो भने तपाईको छिमेकी मित्र शेख हसिनालाई सम्झे हुन्छ, कसरी भाग्न पर्छ त्यसको याद गर्नु। शेख हसिना त अलिकति हुष्टपुष्ट हुनुहुन्थ्यो, भाग्नुभयो, तपाई त हिँड्न पनि सक्नुहुन्न प्रधानमन्त्रीज्यू। यिनीहरूलाई सत्ता र शक्तिबाट पछार्ने र यिनी भ्रष्टाचारीहरूलाई जेल हाल्ने र देशमा सुशासन कायम गर्ने यहाँ अर्को विकल्प आउँदैन। जनताबाट प्रत्यक्ष निर्वाचित कार्यकारी प्रधानमन्त्री गर्नुपर्छ। तपाई जहाँबाट चुनाव लड्नुहुन्छ हाम्रा युवा साथीहरू त्यहीबाट चुनाव लड्छ प्रधानमन्त्रीका लागि। तपाईहरु जित्नु सक्नुहुन्छ। यो तपाईले संरक्षण गरेका नेताहरूले भ्रष्टाचार गरे, म त भन्छु सडकमा राष्ट्रवादी होइन नेपाल प्रहरीभित्र विद्रोह सुरु हुनुपर्छ, किनभने त्यस्तो लाग्नुपर्छ। तपाईहरु अब्ताब आलम जस्ता जिउँदै भट्टीमा मान्छे जलाउने अपराधीहरूलाई छोडिएको छ, तर राजनीतिक आस्थामा आज हाम्रा साथीहरूलाई बन्दी बनाइएको छ। यो माथिको भगवानले हेरेका छन्। हाम्रो लडाई कुनै सरकारका विरुद्ध मात्र होइन, हाम्रो लडाई यी भ्रष्टाचारीहरूका विरुद्धमा यसको आवाज बनिरहन्छ। आज यो देशको न्याय प्रणाली कस्तो छ? अपराधीलाई छोड्ने, निर्दोषलाई जेल हाल्ने। त्यही भएर म भन्छु एकपटक साथीहरू, यो लडाई आज एक दिनको लडाई होइन, यो लडाई प्रत्येक घरको लडाई हो, यो लडाई प्रत्येक सडकको लडाई हो, यो लडाई प्रत्येक युवाको साथीहरूको भविष्यको लडाई हो। यो लडाईमा तपाईहरुले साथ दिनु होला, म त्यही भन्न चाहन्छु। केही गर्नु पर्दैन। अहिले तपाईले लगाएको बत्ती गएर बेलुका धुने, भोलि बिहान सुकाउनुस्, तपाईले आफ्नो बत्ती चिन्नु न, त्यति तपाईको बत्तीमासम्म भ्रष्टाचार भएको छ। हाम्रो लडाई प्रहरी साथीहरूसँग होइन, प्रहरी साथीहरूले त हामीलाई सम्मान गर्नुपर्छ, किनभने श्री 5 बडा महाराज धीराज पृथ्वीनारायण शाहको दिव्य उपदेशमा जनता र राजा मिलेर बनाएको देशको प्रहरी हो। तपाईँ याद गर्नुहोस्, गणतन्त्रको टेवा होइन। तपाईहरु, तपाईँ मार्क्सको प्रहरी हो, तपाईँ लेनिनको प्रहरी हो, माओ सेतुङको प्रहरी हो, तपाईँ नेपालको प्रहरी हो। नेपाल भन्ने देश श्री 5 बडा महाराज धीराज पृथ्वीनारायण शाह राजा र जनता मिलेर बनाएको देश हो। यो गणतन्त्रवादीले बनाएको देश होइन। यसको साथ भन्नु यो भएको हुनाले हाम्रो लडाई मेरा साथीहरू, उद्योग बन्द भयो, कल कारखाना बन्द भयो, हुँदा हुँदा आज निशुल्क स्वास्थ्य पाइँदैन, निशुल्क शिक्षा छैन, बाटो गतिलो छैन। आज हरेक नागरिक र हरेक युवाहरू विदेश जानुपर्ने बाध्यता छ। हाम्रो लडाई कुनै सरकारका विरुद्ध मात्र होइन, हाम्रो लडाई यी भ्रष्टाचारीहरूका विरुद्धमा यसको आवाज बनिरहन्छ। तपाईले पक्राउ गरेर हाम्रो नेतालाई लिनु भएको छ, पक्राउ गरेर आन्दोलन बन्द हुन्छ जस्तो लाग्छ। दिन सबै साथीहरूले याद गर्ने, यो राज्यले जति दमन गर्यो हामीसँग विकल्प छैन। हामीसँग एउटा मात्रै अब विकल्प के छ भने यिनीहरूलाई सत्ता र शक्तिबाट पछार्ने र यिनी भ्रष्टाचारीहरूलाई जेल हाल्ने र देशमा सुशासन कायम गर्ने यहाँ अर्को विकल्प आउँदैन। आज तपाईका छोराछोरीलाई सम्झिनुस्, एकछिन आफ्नो छोराछोरी कहाँ छन् सम्झिनुस्। आज यही आन्दोलनमा आएका युवाका दाजुभाइ दिदीबहिनीहरू आज विदेशमा छन्। एक वर्षमा 7 लाख अघिल्लो वर्ष विदेश गए, यो वर्ष 8 लाख, पछिल्लो वर्ष 9 लाख। भुटानी नेपालीहरूलाई भुटानी बनाएर त बेचे, त्यतिले मात्र पुगेन यिनीहरूलाई। यिनीहरूले त अहिले केसम्म गर्न भ्यायो भने
भिजिट भिसामासम्म नेपाली बेच्न यिनीहरू पछाडि परेनन्। हाम्रो लडाइँ तिनीहरूको विरुद्धको हो, युवाको भविष्यका खातिर हो, यो देशको सुशासनका खातिर हो। त्यही भएर भन्छौँ यो आन्दोलन रोकिँदैन, यो झन् रात दिन 2 गुणा रात 4 गुणाका साथ पर्छ यो आन्दोलन। यसका साथ प्रहरी साथीहरू, तपाईँले लट्ठी बर्साउँदै गर्दा तपाईँका बच्चा बच्चीलाई सम्झिनुहोस्। आज एकछिन सम्झिनुहोस् त, सरकारी स्कुल साराका सारा बन्द छ। तपाईँका 2-4 जना हाकिमले यसो नेताको चाकडी गरेका बापतमा अधिकार गराउन सक्नुहुन्छ? तपाईँको तलबले आज तपाईँले राम्रो फ्ल्याटमा बस्न सक्नुहुन्छ? आज यो किन भयो भने विदेशीबाट ऋण त 27 खरब आयो, कहाँ गयो? यो तपाईँले संरक्षण गरेका नेताहरूले भ्रष्टाचार गरे। म त भन्छु सडकमा राष्ट्रवादी होइन नेपाल प्रहरीभित्र विद्रोह सुरु हुनुपर्छ, किनभने त्यसको लागि हुनुपर्छ। तपाईँहरू सीमित तहमा होइन। आज मैले हेरेको छु एक वर्षमा 4000 भन्दा बढी नेपाल प्रहरी आर्मी सशस्त्र प्रहरी 4000 मान्छेले जागिर छोड्छ। आज किन छोड्छ? नेपाल प्रहरीको जागिर छोडेर अस्ति एक दिन मसँगै एकजना भाइ बस्नुहुन्थ्यो नेपाल प्रहरीको। एक दिन मलाई भन्नु, भाइ भोलिबाट म आउँदैन माननीयज्यू भन्नु। किन भनेको त आमा बिरामी छन् भन्नुभयो। सायद मलाई भन्न उहाँले अप्ठ्यारो मान्नुभयो। तर त्यसको 3 दिनपछि मैले कहाँ जानुभयो भनेर पत्ता लगाउँदा उहाँ दुबईमा सेक्युरिटी गार्ड गर्न जानुभएछ। आज हालत यस्तो भयो देशको। यस्तो हालतका बावजुद पनि कि त हामी सबैले देश छोडेर विदेश जान पर्यो, होइन भने यिनीहरूका विरुद्धमा धावा बोल्नु पर्यो, प्रहरीले साथ दिनु पर्यो। यहाँभन्दा अर्को विकल्प अहिले हाम्रो आस्थाका बन्दीहरूलाई थुनिएको छ। अफ्ताब आलम जस्ता जिउँदै भट्टीमा मान्छे चलाउने अपराधीहरूलाई छोडिएको छ, तर राजनीतिक आस्थामा आज हाम्रा साथीहरूलाई बन्दी बनाइएको छ। यो माथिको भगवानले हेरेका छन्। रातका 7 आँखा भगवानको छ, न्यायको जित हुन्छ। तपाईँले भएन, अहिले भयो त। मैले त अब यो भन्नु त नहुने हो, तर भन्न मन लागेको जिउँदै मान्छे मारे हुनाले छुटेका भोलिबाट दिनदेखि मस्ती घात भइसक्यो। हेर्नु त, भगवानले आज यो देशको न्याय प्रणाली कस्तो छ। अपराधीलाई छोड्ने, निर्दोषलाई जेल हाल्ने। त्यही भएर म भन्छु एकपटक साथीहरू, यो लडाइँ आज एक दिनको लडाइँ होइन। यो लडाइँ प्रत्येक घरको लडाइँ हो। यो लडाइँ प्रत्येक सडकको लडाइँ हो। यो लडाइँ प्रत्येक युवाको साथीहरूको भविष्यको लडाइँ हो। यो लडाइँमा तपाईँहरूले साथ दिनु होला, म त्यही भन्न चाहन्छु। त्यही भएर यो आन्दोलन रोकिँदैन। हिजो प्रधानमन्त्रीले भन्नुभएको छ, म त डराएँ, अब रापरपाका नेताहरू घर जाऊ भन्नुभयो। सम्माननीय प्रधानमन्त्रीज्यू, तपाईँ डराउनु भएको हो भने नवीन सम्झौतामा आउनुहोस्, राजा सहितको प्रजातन्त्र घोषणा गर्नुहोस्, त्यसपछि मात्र हामी घर जान्छौँ। प्रधानमन्त्रीज्यू, तपाईँ आफै प्रधानमन्त्री भएको थाहा छ नि, तपाईँ सांसद मात्रै हो। जनताले जिताएको हो केपी ओलीलाई प्रधानमन्त्री आफै भएको, आफै संविधान लेखेको, आफै प्रधानमन्त्री भएको। जनताले बनाएको हो। झापाका जनताले उहाँलाई सांसद मात्रै बनाएको। त्यही भएर भन्छु, हाम्रा 4वटा मुद्दामा 5वटा मुद्दामा सम्झौता गर्नुपर्छ प्रधानमन्त्रीले। जनताबाट प्रत्यक्ष निर्वाचित कार्यकारी प्रधानमन्त्री गर्नुपर्छ। तपाईँ जहाँबाट चुनाव लड्नुहुन्छ, हाम्रा युवा साथीहरू त्यहीँबाट चुनाव लड्छ प्रधानमन्त्रीका लागि। तपाईँहरू जित्नु सक्नुहुन्छ। अर्को मुद्दा, यो देशमा हिन्दू राष्ट्र, हिन्दू बुद्ध किराँत सहितको वैदिक सनातन हिन्दू अधिराज्य घोषणा गर्नुपर्छ। यो हाम्रो पहिचानको कुरा, यो हाम्रो मागको कुरा। अर्को मुद्दा हामीले भनेका छौँ, प्रदेश पाल्न सक्दैनौँ। यति सानो देशमा टुक्रा टुक्रा बनाएको छ। घर घर एउटा मन्त्री, एउटा सांसद। यो 16 वर्षमा 14वटा प्रधानमन्त्री, 3000 सांसद, झन्डै 1000 मन्त्री, 30 जनाभन्दा बढी तपाईँको प्रदेश प्रमुख, 31 जना बराबर तपाईँको मुख्यमन्त्री। झन्डै कुरा गर्ने हो भने 3वटा राष्ट्रपति, 3वटा उपराष्ट्रपति त्यो देशले धान्न सक्छ। जनताको कर सब त्यहाँ खानु खुवाउन सकिन्छ। त्यही भएर प्रदेश चाहिँदैन, प्रदेश संरचना खारेज गर्नुहोस्। प्रधानमन्त्रीज्यू डराए मुखले होइन, तपाईँ डराउनु भएको हो भने नवीन सम्झौतामा आउनुहोस्, सम्झौता गर्नुहोस्। तपाईँलाई पनि यो देशमा राजनीति गर्ने छुट हुन्छ। होइन यो आन्दोलनलाई दमन गरेर सक्छु भन्नुभयो भने
तपाईँको छिमेकी मित्र शेख हसिनालाई सम्झे हुन्छ कसरी भाग्नुपर्छ शेख हसिना त अलिकति हुष्टपुष्ट हुनुहुन्थ्यो भाग्नु हो तपाईँ त हिँड्न पनि सक्नुहुन्न प्रधानमन्त्रीजी हो त्यो भएर उहाँले नवीन सम्झौतामा आउनुहोस् साथीहरू एकजना साथीहरूले जोस जागरका साथ आफ्नो शक्ति अगाडि बढाउनुहोस् यो भविष्यका खातिरको लडाईँ हो यो युवाहरूको भविष्यको लडाईँ हो यो देशको लडाईँ यो कुनै व्यक्तिको लडाईँ होइन त्यही भएर सबै साथीहरूलाई मेरो अपिल छ हाम्रा साथीहरूलाई अहिले भर्खरै कमल थापाजीलाई पक्राउ गरिएको छ भन्ने सुन्नमा आएको छ हाम्रो सुर्खेतको साथी इलामको साथीहरूलाई लट्ठी हानेर घाइते बनाइएको छ यहाँ अगाडि हुनुहुन्छ हाम्रो रगतको मूल्य तपाईहरूले भ्रष्टाचारीहरूका विरुद्धको आवाज र आगोले उक्रेल्छ यसका साथ याद गर्नु होला तपाईहरूले त्यो भावनाले साथीहरू एकजना साथीहरू भन्न तपाईहरू तयार हो तयार हो हामी निरन्तर गर्ने हो बोकै बसेर पनि गर्ने हो तयार हो ल साथीहरू सबै तयार भनौँ हामी अगाडि थच्चकै बसिया छौँ तपाईँ जहाँसुकै हुनुहुन्छ जुनसुकै ठाउँमा अगाडि बढ्नुहोस् हस् जय राष्ट्रवाद जय नेपाल धन्यवाद युवा नेता